नमस्ते सबैजनालाई। होप सबै सन्चै हुनुहुन्छ होला। आफ्टर लङ टाइम फेरि धेरै दिनपछि आएँ नि त म। आज चाहिँ हामी स्कुलबाट फर्किँदाखेरि शहीद पार्क गएर यसो रमाइलो गरौँ भने केटाहरू चाहिँ पछाडि आइरहेको छन्, गिटार समात्दै भ्लग बनाउँदै आइरहेको छन्। मैले पनि केटाहरूलाई गफ हान्दै आइरहेको छु। केटाहरू पारा हाम्रो यिनी साथी चाहिँ घरमा काम भएर हामीसँग जान नपाउने भए। फाइनल्ली केटाहरू हिँड्दै माथि पुगिसके। दिलीप कटुवाल युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला। हाम्रै त्रिपल डट्स भन्ने च्यानलको मेम्बर हुन् उनी पनि। फाइनली शहीद पार्कको गेटमा पनि पुगिसकेको छौँ हामी। थ्याङ्क यू फर सपोर्टिङ अस। हजुरहरूको मायाले धेरै हेल्प भएको छ। यस्तै हेल्प गर्दै जानु होला। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हामी चाहिँ अहिले त्यो मेन गेटभन्दा भित्र छिरिसकेको छौँ। अहिले चाहिँ अब केटाहरू माथि गएर बस्ने भन्ने प्लान गरिरहेको छन्। लेट्स गो, माथि गएर भेटौँला। फाइनली केटाहरू चाहिँ चिलमा हिँडिरहेको छन्, भ्लगिङ गराउँदै गफसफ हान्दै हिँडिरहेको छन्। म चाहिँ पछाडि हिँडिरहेको छु च्याउ लाएर। फाइनली हामी चाहिँ बस्ने ठाउँ आइसक्यौँ। साथीले चाहिँ म ट्युन मिलाइदिँदै गर्छु, तिमीहरू गफसफ मजा गर्दै गर भने। सो गाइस, अब पालो तपाईँहरूले साथीको गीत सुन्ने। त्यति बेलासम्म सब्सक्राइब गरिदिनु होला। बाई। लास्ट केटाहरू चाहिँ हल्का रमाइलो गर्छु भन्थे। ल गर नि त, म भिडियो बनाउँछु भनेर केटालाई भने। सो हामी चाहिँ गीत सित गाएर पनि तलतिर घरतिर जाने त्यो बाटोतिर लागिसक्यौँ। सो आजको लागि यति। फेरि भेटौँ अर्को भिडियोमा। बाई बाई।